यसोसँगै हामीले अब भाइको सकिएपछि अब उत्तमको पनि सुरु गर्ने भनेर चाहिँ हामीले अब उत्तमजीमा गएर बसिसक्नुभयो आनन्दले वा कहिले मेरो मेहन्दी के अरे हल्दी आउला र अनि म सुरु गरौँला भनेर चाहिँ पुरै ठाँटका साथ बस्नु भएको छ। हाम्रो जया सर पुरा के गरेर बस्नु भएको जया सर भनेर पुरा सेक्युरिटी गार्ड बस्नु भएको छ। के गर्दा चाहिँ केटाहरूले भनेर सेक्युरिटी गार्ड बस्नु भएको छ। ल क्यामेराम्यानले ल यसरी फोटो खिच्ने यस्तो गर्ने उसो गर्ने भनेर क्यामेराम्यानले आफै लाउनु जस्तो गरेछन् अब उत्तम सरले। सुरु भयो सबै घर परिवारले लगाइदिन सुरु गर्नुभयो। त्यो अनुसारले चाहिँ सबैले लगाइदिँदै हुनुहुन्छ। स्वागत छ तपाईँलाई मेरो मेन ब्लगमा। उत्तम सरले हामीलाई बोलाउनु भएको थियो भाइको र आफ्नो हल्दीको प्रोग्राममा चाहिँ बोलाउनु भएको थियो भनेर तपाईँलाई मैले भनिसकेको थिएँ। अलिक घर परिवारले लगाइदिँदै हुनुहुन्छ, त्यहाँ आन्टी र अङ्कलले लगाइदिँदै हुनुहुन्छ हो। अब हाम्रो जया सर चाहिँ पुरै क्यामेराम्यान र सेक्युरिटी गार्ड बस्नु भएको छ हाम्रो जया सर, सबैले लगाइदिँदै हुनुहुन्छ। यो अनुसारले चाहिँ हामीले अब उत्तम सरलाई चाहिँ कसरी रमाइलो गराउने त भनेर हामीले सोच्दै थियौँ हामीले रमाइलो गर्ने कसरी त भनेर हामीले प्लानिङ पनि गर्दै थियौँ। अनि त्यसपछि आन्टीहरूले लगाइदिनु हुन्छ। हाम्रो जया सरले पुरा ठाँटबाट हेरिरहनु भएको छ, यताउता गरेर हाम्रो जया सर हेर्नु भएको छ। अब त्यहाँ बुवाई पनि लगाइदिनु भयो। पुरै निधारदेखि जिउसम्म खुट्टादेखि हातसम्म सबै लगाइदिँदै हुनुहुन्छ। सबैजनालाई मजाले बसेर हेरिरहनु भएको छ, उभिएर हेरिरहनु भएको छ, रमाइलो गरिरहनु भएको छ, रमाइलो लिइरहनु भएको छ। सबैले त्यो पातले मजाले लगाइदिँदै हुन्छ। सबैले आफ्नै पालो पुरेर मजाले लगाइदिनुहुन्छ। त्यो अनुसारले चाहिँ सबैले आफ्नो हिसाबले लगाउँदै हुनुहुन्छ। खुट्टादेखि हातसम्म टाउकोसम्म सबैले लगाइदिँदै हुनुहुन्छ। हामीले कसरी गर्ने भनेर चाहिँ हामीले आफ्नो काम सुरु गरिसक्नु भएको छ। हामीले पुरै उहाँको चाहिँ पुरै त्यो माथि कुर्तीको टाँक खोल्नेदेखि लिएर त्यसपछि उहाँलाई चाहिँ पानी हाल्ने अनि त्यसपछि माथिबाट दुध खनाउनुदेखि लिएर हामीले बिस्तारै सुरु गर्दैछौँ। सबै साथीहरूले सबै खोलिदिनु भयो, उहाँलाई नाङ्गे बनाइदिनु भयो ट्याक्क। अब सबै जिउतिर, सबै ढाडतिर, पेटतिर, सबैतिर साथीतिर सबतिर मैले मजाले दलिरहेको छु। हाम्रो दिवसहरूले जीवन दाइले सबैले मजाले दलिरहनु भएको छ। हाम्रो उत्तम सर पुरै जाडो लगभग काम ल्याउनुहुन्छ। उत्तम सर काम दिन्छ, कामेर के गर्ने, अब रमाइलो त गर्नु पऱ्यो। साथीभाइले गर्ने यस्तै हो होइन, सबैले गर्ने त्यही हो। साथीभाइले रमाइलो गर्ने, साथीभाइले गर्ने भनेको यसरी नै हो। अब आफ्नो आफन्तहरूले यसरी गर्ने, साथीभाइले यो गर्ने हो। सबैले रमाइलो दिनु, सबैले हेरिरहनु भएको छ, सबैले आफ्नो हिसाबले रमाइलो गरिरहनु भएको छ। बिस्तारै हामीले चाहिँ त्यहाँ अब पानी खुवाउँछौँ, बिस्तारै पानी खुवाउँछौँ। उत्तम सर लग काम्नुहुन्छ। अब कामेर नि के गर्ने, रमाइलो त गर्नु पऱ्यो, रमाइलो त लिनु पऱ्यो। क्यामेराम्यानले मजाले फोटो हानिदिनु भएको हाँस्दै हुनुहुन्छ मक्क पुरै ओके ठिक छ भन्दै हुन्छ उहाँले पुरै मक्क।